आज 11/11 यानी कि नोभेम्बर 11 म तपाईहरुलाई लग्दैछु क्लोनको सबैभन्दा क्रेजी र कलरफुल रातको जर्नीमा। हो हरेक वर्ष नोभेम्बर 11 बजेर 11 मिनेटमा अफिसियल स्टार्ट हुन्छ कार्निभल। तर वेट, यो दिनको एउटा डार्क साइड पनि छ। अन्डर एज ड्रिंकिङ, स्ट्रिट्स र पार्क्स ग्लास र ट्रासले भरिन्छ। एम्बुलेन्स लाइट्स एभ्रिवेयर, पब्लिक ट्रान्सपोर्ट नै बन्द हुन्छ, जसले गर्दा पब्लिकलाई झन् गाह्रो हुन्छ। अबको यो 15 मिनेटको जर्नीमा म तपाईहरुलाई देखाउँदैछु क्लोनको जोय, काओस र पुरै म्याडनेस। एक्ज्याक्टली आज 11/11। यस, तपाईहरुले ठिकै सुन्नुभयो, आज 11/11 यानी कि नोभेम्बर 11 द फर्स्ट डे अफ कार्निभल। आजपछि कार्निभल स्टार्ट हुन्छ। जस्ट कार्निभल हेर्नको लागि अनि तपाईहरुसँग यो रमाइलो माहौल बिताउनको लागि 1 घण्टा अगाडि निस्के सेफसँग कुरा गरेर। भिडियोमा भन्दै गर्नु होला, अब म अलिकति अगाडि गएर जस्ट 10 मिनेटमा ट्रेन लिन्छु। त्यसको 20 मिनेट जतिमा म जहाँ चाहिँ मान्छेहरू जम्मा भएर कार्निभल सेलिब्रेट गर्छन् त्यहाँ पुगिहाल्छु। इन्जोय द भिडियो गाइज। धन्न ट्रेन चाहिँ खाली नै रहेछ। मान्छेहरू चाहिँ यहाँभित्र जान खोजिरहेको छ, कन्सर्ट जस्तो रहेछ। कसैलाई पनि जान दिइरहेको छैन अहिले चाहिँ, किनकि टु लेट भयो भनेर होइन। भित्र छिर्नै दिएको थिएन, भागेर छिर्दैको अरू मान्छेहरूसँग मिलेर। अब म हेर्छु यहाँ के भइरहेछ भनेर। तर यहाँभित्र त जान मिल्ने नै रहन्छ नि त। अनि स्टिल Ja, vielen Dank. Aber an dieser Stelle dieser Platz Bismillah, Bruder. ist immer noch mega voll. पुरै मान्छेहरू चाहिँ पागल जसरी नाचिरहेछन्, गाइरहेछन्, खाइरहेछन् होइन। के भन्ने अब, त्यही हो। मान्छेहरूलाई चाहिँ आफ्नो मन परेको कस्ट्युम लगाएर, लाइक कसै डक्टर बन्न मन लाग्छ, कसैलाई एस्ट्रोनट बन्न मन लाग्छ, कसैलाई आर्मी बन्न मन लाग्छ, कसैलाई चाहिँ रोडमा काम गर्ने मान्छे बन्न मन लाग्छ। त्यही अनुसार चाहिँ मान्छेहरू चाहिँ आफ्नो मन लागेको कस्ट्युम लगाएर, जुन रियल लाइफमा हुन नसके पनि लाइक यो कार्निभलमा हुन सकिन्छ भनेर डिफ्रेन्ट कस्ट्युममा चाहिँ यो ठाउँमा मस्तसँग पुरै खाएर गाएर मस्त झुमिरहेछन्। आजबाट कार्निभल स्टार्ट भयो। यो चाहिँ डिसेम्बर होइन फेब्रुअरीसम्म चल्छ र फेब्रुअरीको एन्डतिर अथवा बिचतिर कहिले हुन्छ त्यो एउटा डेट हुन्छ। त्यसमा चाहिँ मान्छेहरूले चक्लेट फालेर अनि त्यसपछि यसको चाहिँ कार्निभलको चाहिँ एन्ड हुन्छ। यहाँ चाहिँ जुन क्लोनमा चाहिँ 5औं सिजन पनि चल्छ वर्षमा। 4वटा सिजन मात्र हुन्छ हामीले थाहा पाइन्छ, तर यहाँ चाहिँ 5th सिजन पनि हुन्छ जुन चाहिँ कार्निभल सिजन हो। तपाईँ हेर्न सक्नुहुन्छ मान्छेहरू पुरै मस्तसम्म घुमिरहेछन्, झुमिरहेछन्। त्यही हो, मान्छेहरूले बिदा लिएर अथवा सिक लिभ लिएर पनि यो चाहिँ मस्तसँग मनाउने गर्छन्। ल तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज, रमाइलो गर्नु होला, भिडियोमा बनिरहनु होला। अहिले अब चाहिँ मलाई पनि लास्टै भोक लाग्छ, अब म केही किन्छु अनि केही खान्छु है त। लास्ट भोक लाग्यो क्या, लास्ट भोक लाग्यो, त्यही भएर खानु पर्यो। ससेज र फ्रेन्च फ्राई चाहिँ जर्मनीको वान अफ द मोस्ट फेमस खाना है फास्ट फुडमा।
हल्का सिटीको भाइब हेर्दै मैले तर बबाल सिटीको भाइब भइरहेछ मान्छेहरू पुरै डान्स गरेर नाचेर ओ माई गड दिस इज क्रेजी गाइज जस्ट क्रेजी भाइ साहब सो यो चाहिँ जस्ट इन एन्ड स्टार्ट भन्छ जर्मनीमा चाहिँ होइन इन एन्ड स्टार्ट भनेको चाहिँ लाइक ओल्ड टाउन डाउन सिटी टाउन अथवा ओल्ड टाउन टाइपको मेन जो भाइब दिने एरिया होइन पुरानो एरिया त्यहाँ हो त्यहाँ बवाल भाइब भइरहेछ होइन त्यसपछि यो एरियामा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ रेस्टुरेन्ट छ अनि यो एरियामा चाहिँ ब्युटिफुल रिभर छ यसलाई चाहिँ राइन रिभर भनिन्छ राइन रिभरमा यो चाहिँ बोटहरू मजाले राखिरहेछ पार्क गरेर अनि यहाँ चाहिँ एउटा ब्रिज छ ब्रिजबाट वारिपारि जान मिल्छ अनि त्यसपछि अर्को यहाँ चाहिँ अर्को ब्रिज छ यो ब्रिजमा पनि फेरि लोकल ट्रेनहरू हिँड्ने ब्रिज हो अनि यताको ब्रिज चाहिँ यो चाहिँ लङ ट्रेन हिँड्ने ब्रिज हो होइन मान्छेहरू पनि हिँड्न मिल्छ यसरी नै यो क्लोन सहर चाहिँ सजाइएको छ आज मोस्टली इन कार्निभल जे होस् बबाल भाइब दिइरहेछ मान्छेहरू यसकै लागि लङ टाइमदेखि वेट गरिरहेको हुन्छन् रमाइलोको लागि होइन लाइफ भने त्यही त हो रमाइलो पनि गर्नु पऱ्यो गाइज होइन तपाईँहरूलाई यो भिडियो कस्तो लागिरहेछ तपाईँहरू कहिले यस्तो कार्निभलको लाइक 11-11मा यहाँ हुनुहुन्थ्यो कि हुनुहुन्थ्यो हुने प्लान छ कि छैन अथवा कहिले पनि यो खालको भाइब एक्सपिरियन्स गर्नु भएको छ कि छैन प्लिज कमेन्ट गर्नु होला लाइक गरिदिनु होला सेयर सब्सक्राइब गर्न नभुल्नु होला तपाईँहरूको एक लाइक सेयर सब्सक्राइब भनेको चाहिँ लाइक एकदम मोटिभेटेड दिन्छ क्या गाइज होइन नयाँ सब्सक्राइबर नयाँ कमेन्टहरू आयो भने त झन् कस्तो हृदयदेखि नै लास्ट चाहिँ थ्याङ्कफुल हुन मन लाग्छ त्यो चाहिँ जो कन्टेन्ट क्रिएट गर्नुहुन्छ उहाँहरूलाई मात्रै थाहा हुनसक्छ जो मान्छेको मिलियनमा भ्युज आउँछ आई डोन्ट नो होइन उनीहरूको कस्तो फिल आउँछ मेबी कुनै दिन एक्सपिरियन्स होला बट जसको चाहिँ अब लाइक 100मा भ्युज आउँछ होइन उनीहरूको लागि चाहिँ 1 लाइक सेयर सब्सक्राइब भनेर चाहिँ लास्ट इम्पोर्टेन्ट हुन्छ क्या इभन एकजनालाई लाइक गर्यो भने क्या खुसी लाग्छ एकजनाले कमेन्ट गर्यो भने क्या खुसी लाग्छ अब यिनीहरू यो एरिया भनेको चाहिँ नर्मल्ली मलाई कहिले पनि थाहा थिएन क्या यो 11 यति धेरै सेलिब्रेट यति धेरै यस्तो बवालसँग सेलिब्रेट हुन्छ भनेर म ब्याक क्यामेरा गर्छु गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ ल यु क्यान कति हो नि त होल सिटी नै अलमोस्ट अमेजिङ यहाँ वा ल हेर्नु त उहाँदेखि आएको म उहाँदेखि होइन त्यसपछि यसको पछाडितिर त्यति नै छ तर यसको भुइँ हेर्नु न ल हेर्नु त आमा यस्तो छ कि ल फुल नै ट्र्यास होइन फुलै भएको छ तर यहाँ एटलिस्ट यो एरियामा चाहिँ तपाईँको तर यो पछाडि चाहिँ होइन एम्बुलेन्सदेखि लिएर फायरको लागि सब कुराहरूको चाहिँ एकदम प्रिपेयर भएको छ सेक्युरिटी त्यति नै धेरै छ पुलिस त्यति नै धेरै छ केही त्यस्तो भयो भने अनि नर्मली झगडाहरू चाहिँ एकदम कम हुन्छ यहाँ विच इज भेरी गुड थिङ होइन नभए चाहिँ पार्टी चाहिँ टोटल्ली बवाल भइरहेछ दिन चाहिँ अब मस्त चिसो भइरहेछ होइन अहिले त्यही भएर मैले पनि हुडीको टोपी लगाएँ तर यहाँको दिन जति चिसो हुँदै गए पनि यहाँको अहिले भाइब यहाँको मौसम यहाँको अब डे टु डे लाइफ चाहिँ एकदम तातिरहेछ अब चाँडै नै क्रिसमस आउँछ क्रिसमसपछि फेरि यो कार्निभलको एन्ड हुन्छ यो कार्निभलको एन्डमा चाहिँ बाटोबाटै फेब्रुअरीमा एन्ड हुन्छ बाटोबाटै चक्लेटहरू फालेर एन्ड हुन्छ त्योभन्दा अगाडि क्रिसमसभन्दा पछाडि फेरि न्यू इयर होइन न्यू इयरमा चाहिँ यही एरियामा हो न्यू इयर मस्टली हुने भनेको चाहिँ फायरवर्कहरूको चाहिँ यही एरियामा चाहिँ मस्तसँग हुन्छ पछाडि भुपेनले के घुमाइरहेछ भन्नुहुन्छ भने एउटा बियर हो बियर चाहिँ यहाँ नर्मल हो गाइज होइन बियर खानु भने चाहिँ यहाँ पाप होइन नेपालको जस्तो रक्सी खायो भनेर होइन यो भने चाहिँ चिसोमा पनि खाने एउटा पेय पदार्थ हो जुन चाहिँ मान्छेहरूले नर्मली खाइरहेको हुन्छन् यसलाई चाहिँ अन्यथा नलिनु होला बियर खानु चाहिँ बच्चाहरूको लागि अथवा स्वास्थ्यको लागि चाहिँ
बेनिफिसियल छैन। त्यही भएर म भन्छु बियर रक्सी चुरोट नखानु होला, तर कहिलेकाहीँ यसरी खाएर आफ्नो भाइब आफ्नो लाइफ इन्जोय गर्नु पनि पर्ने हुन्छ। अब म बिस्तारै 8 बज्यो, अब म बिस्तारै फेरि इन्डियन स्टार थ्रुबाट यहाँको हल्का भाइब इन्जोय गर्दै म घरतिर जान्छु। यति भन्दै आजको भिडियोलाई एन्ड गरौँभन्दा अगाडि म अब अझ एकचोटि तपाईँहरूलाई देखाउँछु। तपाईँहरूलाई मेरो भिडियोहरू कस्तो लागिरहेछ प्लिज हल्का कमेन्ट गरिदिनु होला गाइस। थ्याङ्क यू सो मच फर वाचिङ मी। यसरी नै माया गर्नु होला, यसरी नै सपोर्ट गर्नु होला। यति भन्दै थ्याङ्क यू, बाइ बाइ, सी यू नेक्स्ट भिडियो। Schrijven.